16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो। 1 2 3 हेलो नमस्कार साथीहरू, हजुर सबैजनालाई सेवा स्यामुन्ना झोरले जोलोपा। हजुर सबैजना आरामै हुनुहुन्छ होला र म पनि आरामै छु। र सदा चाहिँ आज पनि म बिहान एक्सर्साइजको लागि निक्लिसकेको छु अनि अहिले चाहिँ 4:30 हुन लागिसकेको छ। अनि आज चाहिँ म यहाँनिर अब रनिङ गर्ने पोइन्टमा आएर चाहिँ म इन्ट्रो बनाइरहेको छु। सो गाइज होइन, अनि भिडियोलाई अगाडि बढाउनुभन्दा हजुरहरू मेरो च्यानलमा सेवक राई भ्लगमा जोडिनु भएको छैन भने प्लिज सब्सक्राइब गरेर साइडको बेल आइकनलाई ट्याङ बजाइदिनु होला, जसले गर्दा चाहिँ सेवक राई भ्लग चाहिँ फर्स्टमा हेर्नु पाउनुहुनेछ। सो गाइज छैन, अनि आज यति भन्दै एक्सर्साइजलाई अगाडि बढाउन चाहन्छु। सो गाइज सेवक राई भ्लग हेर्दै गर्नु होला अन्तिमसम्म। 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो, अहिले पो बुढो भएर चोली दिउँला मखमाली, सारी दिउँला फाइबर, मै हो कान्छी रेलको ड्राइभर। सो गाइस यस्तै गीत गाउँदै हामी कुनै जमानामा रनिङ गर्थ्यौँ होइन। आज याद आएकै, सो अनि मैले पनि 1-2 लाइन गाइदिएको होइन। अब म चाहिँ एकदम फुल एक्सर्साइजमा छु। अलरेडी गाइस म चाहिँ फाइनली नेलबाराईको प्राङ्गणमा आइपुगिसकेँ। अनि म त दर्शन पनि गरिसकेँ। अब म भने ग्राउन्डतर्फ लाग्छु। फाइनली गाइज म चाहिँ यहाँनिर मेरो एक्सर्साइज गर्ने ठाउँमा आइपुगिसकेँ, स्पटमा। अनि आज पनि राति नै छ, कोही पनि आइपुगेको छैन। भरे अलिकति उज्यालो भएपछि त्यहाँ मान्छे टन्नै भइहाल्छ। अनि त्यो मान्छे आउँदा चाहिँ म फर्किसक्छु क्या गाइज होइन। आज पनि सदा चाहिँ भिडियो बनाउनु पाउँदिनँ यहाँ गरेको एक्सर्साइजको चाहिँ होइन, अब लाइटले पुग्दैन। सो अनि आज पनि घरमा पनि इन्डोर एक्सर्साइज गरेको भिडियो बनाउनु पाउँदिनँ, किनभने मेरो घरमा पाहुना नाना भेना आउनुभएको छ। अब सुत्ने ठाउँ एउटा कोठामा कति हुन्छ र होइन, भुइँमा सुत्नु भएको छ नाना भेना भाइ म गरेर भुइँभरि बेडभरि सुतेको छौँ। सो गाइज अब भने चाहिँ म यहाँ एक्सर्साइज गर्छु, अनि यहाँ एक्सर्साइज गरेर कस्तो एक्सर्साइज हुन्छ तपाईँहरूलाई म भन्ने नै छु, हेर्दै गर्नु होला। अलराइट गाइज, फाइनली मेरो चाहिँ एक्सर्साइज मैले चाहिँ सकेँ होइन। अनि एउटा कुरा के गाइज होइन, 2-3 दिन भयो म अलिकति बिहान आएको, डेटिङ आउने कपाल त भेट्नै छोड्यो यार। यति राति चाहिँ नआउँदो रहेछ, अलिकति उज्यालो भएपछि चाहिँ आउँदो रहेछ यार डेटिङ पनि म्यासुली। अनि के गाइस मलाई एउटा गीत आयो क्या, एउटा मजाको गीत छ तर अलिक सेन्टी पनि गीत छ होइन, तपाईँहरूलाई सुनाउँछु ल। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले। थ्याङ्क यू फर वाचिङ गाइज। कस्तो लाग्यो गीत हजुरले भनिदिनु होला है त। म चाहिँ हिँडेँ घरतिर है गाइज। ठीक है, ये बताओ कौन सा सब्जेक्ट अच्छा लगता है? कौन सब्जेक्ट अच्छा लगता है? बैगन। मजा नहीं आ रहा है। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम से लेने का। हाँ
अनि अब हजुर स्कुल जाने कि नजाने रे भन्नु त लु नजाने किन ए अनि साथीलाई भेट्नु मन लागेको छैन छ अनि छ भने त स्कुल जानु पर्यो अनि हजुर चिया खाने कि नखाने अब खाने ल चिया खाने भने मामालाई माया गर्ने अनि मात्रै दिने यहाँ मलाई माया गर्ने 1 2 3 4 म पनि खोइ हजुरलाई गर्ने माया अनि चासो 3वटा भयो लु 4वटा खै हजुरको नयाँ सिट्टी कहाँ छ अरे लु बजाइदिनु त हेरौँ खै वाउ नाइस यसलाई के भन्छ इङ्ग्लिसमा भन्नुहोस् त लु ओ अम्ब्रेला ल सिटी बजाउनुहोस् त खै त छोप्नु हुँदैन नि त उल्टो भयो वाउ once more गुड अनि हजुर पछि रेफ्री हुने हो ओहो हाई गरिदिनु हेलो भन्नु नमस्कार गरिदिनु त मेरो भ्युअर्सलाई नमस्कार पनि भन्नु न यस्तो गर्नु लु यस्तो दुईटा दुईटा बनाउनु लु बनाउनु त आई लभ यु लु उता देखाइदिनु उता गुड स्माइल अनि के गाइस म यत्रो एक्सर्साइज गर्छु है घट्नु भनेर यता देखेपछि त मलाई यता देखेपछि त मलाई घट्नै मन लागेन हो म अलरेडी फिट छु जस्तो लाग्यो हाम्रो चासु माले चाहिँ मेरो भान्जीले चाहिँ यहाँ कान्छामा मलाई मस्का लाएर हो दुई पुरी बिस्कुट खाइसकिसक्यो आफ्नो चिया सकेर आमाको चियामा बिस्कुट चोप्दै ल माया सबलाई फेरि ल सलराइट गाइस अब यति भन्दै म चाहिँ अब एकछिन बाहिर निक्लिन्छु भरे भेटौँ ल बाइक सर्भिसिङ गर्नु जानुपर्ने छ कति बजी सकिने थाहा छैन ल भगतीहरू खाना खाएर बिस्तारै निक्ल ल तिमीहरू सो अलराइट गाइस म चाहिँ फाइनली रुममा आइपुगिसकेँ भर्खरै आज चाहिँ आउन ढिलो भयो होइन अहिले चाहिँ बेलुकाको अलमोस्ट 5:40 भइसकेछ अनि आउँदा आउँदै मैले चाहिँ खरबुजा लिएर आएको छु कि अनि यहाँ सगातेलाई काट्नु लगाएको छु मजाले काट ल लु गाइस सगातेको हालत चाहिँ यस्तो छ मजाले काटेँ भयो देख्नुभयो नि साथीहरू यसको हालत खै एक काट्ने म्याकुरी मिठो भेट्छ खै कतिको चिसो छ तातो छ सो अलराइट गाइज हामी चाहिँ फाइनली वाटरमेलन खाँदैछौँ होइन म चाहिँ ढिलो आइपुगेको आज चाहिँ घर अनि वाटरमेलन खाऊँ भनेको सकातीले मलाई चाहिँ यस्तोमा ल्याइदियो पिस बनाइ भनेको मलाई मात्रै पिस बनाइदियो आफू चाहिँ हेर्न सबै खायो आफै के अरे राम्रो गरी खाना भन्दा त कहाँ पच्छ र उतालाई त्यसरी खानु पऱ्यो अरे बन्दर स्टाइलमा टोकेर खाऊँ भनेको अलिक मुखले भेटेन क्या यो कस्तो मिठो होला यो गुलियो होला खै आफ्नो त्यही एउटै होइन भेट्ला है मैले एउटा कुरा थाहा पाएँ नि त थाहा छ यो खाँदाखेरि कस्तो चाहिँ खायो मिठो हुँदो रहेछ थाहा छ म आज धेरै खाइ एक पिस देखाउँछु नाइ एक पिस तेरो तिमीहरू देखा होइन यहाँ सक्यो एउटै हो क्या त्यो सक्यो क्या मेरो नि सकिन आँटो लोभी भन्दै साथीहरू रिग्रेट भन्दै यार मलाई यसरी खाएर बाँदर बाख्रो भने के चेप्टेर मर्छ अरे भन्दा पुच्छर त्यस्तै हो यसले खान्छ एकचोटि ल्याउँछ यो थुक
होटल म्यानेजमेन्ट पढेको रे गाइज हेर्नु न यसले स्लाइस पिस काटेको क्या अलिकति हुन्छ नि स्टाइलहरू हुन्छ काट्ने सजाउने स्टाइल हुन्छ एउटा कुरा भनौँ के मेरो दाइले चाहिँ जब त्यो स्टाइलहरू कति छ जब अगाडि जान्छ नि स्टाइल चाहिन्छ उसलाई अनि म के पढेको त्यो उसलाई त्यो घोचाउन थाल्छ त्यसपछि अघि त के गम खायो त आँटीले खायो त हुन्छ हेर्नु गाई जति गरेर म सिङ्गै छ के गर्नु मेरो भएन क्या तपाईँले धेरै खाइहाल्यो भने छ्या सो राइट गाइज आजको मेरो भिडियो चाहिँ सघाउँछु हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गरेर मेरो च्यानलमा जोडिनु होला र लाइक सेयर कमेन्ट पनि गरिदिनु होला जुन तपाईँको लाइक सेयर कमेन्टले चाहिँ मलाई अझै हौसला बढाउनेछ काम गर्नमा भिडियो कन्टेन्ट बनाउनमा सो बिस्तारै सो यति भन्दै बिदा हुन्छु बाई बाई भोलि अर्को भिडियोमा भेटौँला सी यू